चरमचन्दनचर्चितो जलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला परविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम् नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमम् नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। अथ अधिकमास शुक्ल एकादशी कथा। युधिष्ठिर उवाच मलिं लूचस्य मासस्य का वा एकादशी भवेत् किं नाम को विदिष्टस्य कथयेषो जनार्दनः। श्रीकृष्ण उवाच मम मासस्य या पुण्यः प्रोक्ता नाम्ना च पद्मिनी सुपोषिता प्रयत्नेन पद्मनाभपुरं नयेत्। मम मासे महापुण्य कार्तिकी कल्पशापः तस्य फलकथं येतुं न शक्तश्चु चतुराननः। नारदाय पुरा प्रोक्तं विधिनां वर्तमोत्तमं पद्मिन्यां वापराशीघ्नं भुक्तिमुक्तिफलप्रदम्। श्रुत्वा वाक्यमुरारेस्तु प्रोवाचतिमुदान्वितः युधिष्ठिरो जगन्नाथ विधिप्रपञ्चधर्मवित्। श्रुत्वा राज्ञस्तु वचनं प्रत्युफुल्लाभुजेक्षुणा शृणुराजन् प्रवक्ष्यामि मुनीनामप्यगोचरं। दशमी दिवसे प्राप्ते व्रतारम्भो विधीयते कस्य मांसमसूराश्च चणकान् कौरवास्तथा शाकं मधुपरान्नं च दशम्यं दशवर्जयेत् हविष्यान्नं च भुञ्जीतम् अक्षरा लवणं तथा एकाहारी हविष्यसि मितभाषी तथैव च भूमिशायी ब्रह्मचारी भवेत् च दशमी दिने। एकादशी दिने प्राप्ते प्रातरुत्थाय सादरं विधाय च मलोत्सर्गं न कुर्याद्दन्तधावनम्। कृत्वा द्वादशकण्डूषा शुचिर्भूत्वा समाहितः सूर्योदये शुभेतीर्थे स्नानार्थे पर्वजेत् सुधीः। गोमयं मृत्तिकां गृहं तिलं दर्वाशुचिस्तथा चूर्णैरामलकीभूतैर्विधिना स्नानमाचरेत्। उद्धृतासि वराहेण कृष्णेन शतबाहुना मृत्तिके ब्रह्मदत्तासि कश्यपेनाभिमन्त्रितः। त्वं मे कुरु पवित्राङ्गं लग्नानेत्रे शिरोरुहे हरिपूजनयोग्यं मां मृत्तिकेरुकुरुते नमः। सर्वौषधिसमुत्पन्नं गवोदरमधिष्ठितं पवित्रकरणं भूमिर्मापावो यतु गोमयम्। वर्मष्ठी वनसम्भूतां धात्रे भुवनपावनी संस्पृष्टां मायपाङ्गं मे निर्मलं कुरुते नमः। देवदेवं जगन्नाथं शङ्खचक्रगदाधर देहि विश्वममानुज्ञ तव तीर्थावगाहने। वारुणाश्च जपेन्मन्त्रान् स्नानं कुर्याद्विघ्नात् गङ्गादितीर्थसंमृत यत्र कुत्र जलाशयः। पश्चात् समर्जयद्गानं विधिनां निर्पशतनं मुखे पृष्ठे च हृदये बाहु शिरसि चाप्यथा। परिधाय सुखं वास शुक्लं शुचिः खण्डितं ततः कुर्याद्वरे पूजां महापापं विनश्यति। सन्ध्यामुपास्य विधिनां तपयेत् च पितॄन् सुरान् हरे मन्दिरमागत्यं पूजयेत् कमलापतिं। स्वर्णमात्रं कृतं देवं राधिका सहितं हरिं पार्वत्या सहितं देवं पूजयेत् विधिपूर्वकम्। कुम्भोपरि न्यसेद्देवं ताम्रपात्रेऽथ मृण्मये दिव्यवस्त्रसमायुक्ते दिव्यगन्धानुशाविते। तस्योपरि न्यसेत्पात्रं ताम्रं रौप्यं हिरण्मयं तस्मिन् संस्थापयं देवं विधिनां पूजयेत्। ततः संस्थाप्य सलिलैः श्रेष्ठैः गन्धधूपादिवासितैः चन्दनागरुकर्पूरैः पूजयेत् देवमीश्वरम्।
ननकुसुमकस्तूरी कुङ्कुमेन सिताम्बुजै तत्कालादे कुसुमैर्पूजयेत् परमेश्वरम् नैवेद्यै विविधैः शक्त्या तथा नीराजनादिभिः धूपैः दीपैः शकपूरैः पूजयेत् केशवं शिवं नृत्ये गीतं तदग्रे तुः कुर्यात् भक्तिपुरं शरं नालपेत् पतितं पापस्तस्मिन् हन्ति न स्पृशेत् नानृतं हि यद्वाक्यं सत्यपूतं वचो वदेत् रजस्शूलं न स्पृशत् न दीर्घभ्रमणं गुरुं पुराणं पुरतो विष्णु शृणुयात् सह वैष्णवै निर्जलाशा प्रकर्तव्यं या च शुक्ले मलिं लुचेः जलपानेनया कुर्यात् दुग्धाहारेणान्यथा रात्रौ जागरणं कुर्यात् गीतवादित्रसंयुतं प्रथमे प्रहरे पूजा नारिकेलार्घ्यमुत्तमं द्वितीये श्रीफलश्चैव तृतीये बीजपूरकैः चतुर्थे पूजयेत् पुङ्गैः नारगैश्च विशेषतः प्रथमे प्रहरे पुण्यम् अग्निष्टोमश्च जायते द्वितीये वाजपेयस्य तृतीये हयमेधजं चतुर्थे राजसु यस्य जाग्रतो जायते फलम् नात परतरं पुण्यं नात परतरा मखा नात परतरं विद्या नात परतरं तपः पृथिव्यां यानि तीर्थानि क्षत्राण्यतनानि च तानि स्नातानि दृष्टानि येन कार्ये हरेरवर्त एवं जागरणं कुर्याद् यावत् सूर्योदयं भवेत् सूर्योदये शिवे तीर्थे गत्वा स्नानं समाचरेत् स्नात्वैवागत्य भावेन पूजयेद्देवमीश्वरं पूर्वादितेन विधिना भोजयेत् ब्रह्मणाशुवान् कुम्भादिकं चेत् सर्वे प्रतिमां केशवशतः पूजयित्वा विधानेन ब्रह्मणाय समर्पयेत् एवं विधं व्रतं यो वै कुरुते भुवि मानवः सफलं जायते तस्य व्रतं मुक्तिफलप्रदम् एतत्ते सर्वमाख्यातं यत्पृष्टोऽहं त्वया नघ मलिं लूचस्य मासस्य शुक्लया विधिमुत्तमम् व्रतानि तेन चारणानि सर्वाणि निर्पणन्न पद्मिन्यं प्रीतियुक्तो ये कुरुते व्रतमुत्तमम् कृष्णायां मलमासस्य विधिस्तस्य सतादृशा परमा सात्विज्ञेया सर्वपापक्षयङ्करी अत्र ते कथयिष्यामि कथामेका मनोरमं नारदाय पुलस्तेन विस्तारेण निवेदितम् कार्तवीर्येणकाराय निक्षिप्तं विच्छरावण विमोचिता पुलस्तेन याचयित्वा महीपतिं तदाश्चर्य तदा श्रुत्वा नारदो दिव्यदर्शन पप्रच्छ यदा भक्त्या पुलस्त्यं मुनिपुङ्गवम् दशाननेन विजिता सर्वे देवा सभासवा कीर्तवीर्येण विजिता कथं रणविशारदा नारदस्य वचः श्रुत्वा पुलस्त्यो मुनिरब्रवीत् शृणु वत्स पर्वस्यामि कीर्तवीर्यो समुद्भवम् पुरा तीर्थयुगे राजा मायुष्मत्यं बिर्हन्नरः अह्ययानकुले जातः कीर्तवीर्यो महीपति सहस्रं पर्वदास्तस्य निरपश्य प्राणवल्लभा न तासां तनयं कश्चित् लेभे राजधुरन्धर यजन् देवान् पितॄन् सिद्धान् पर्चयित्सान् बृहत्तरान् तेषां वाक्यव्रतं कुर्वन् न लब्धस्तनयेस्ततः श्रुतं विना तदा राज्यं न सुखाय महीपते क्षुदितस्य तथेथा भोगा न भवन्ति सुखप्रदा विचारे चित्त निरपतिस्तपस्तप्तो मनो दधे तपस्यैव सदा सिद्धिर्जायते मनसेप्सितः इत्युक्त्वा स भार्यश्च चिरभाषा जटाधर तपतस्तु गृहं न्यस्य शुचे सुविचारे सुमन्त्रिणे निर्गता निरपते वीक्षे पद्मिनी परमदोत्तमा हरिश्चन्द्रस्य तनया इक्ष्वाकुकुलसम्भवा पतिव्रतप्रियं दृष्ट्वा तपतस्तु कृतोद्धमं भूषणानि परित्यज्य चिरमेकं समाश्रयेत् जगाम पतिनं सार्धं पर्वते गन्धमाधने गत्वा तत्र तपस्तेपे वर्षाणामयुतं नृपः न लेभेतनयं राज्यं ध्यायेन् देवगदाधरम् अस्तिनायुमयं कान्तं दृष्टा सा परमदोत्तमा अनसूया महासाध्वी पप्रच्छ विनयान्विता भर्तुपर्तपता साध्वे वर्षाणामयुतं गतम् तथापि न प्रसन्नोऽभूत् केशव कष्टनाशन व्रतं मम महाभागे कथयेष्यो यथा तथम् येन प्रसन्न भगवान् मम भक्त्या प्रजायते तेन मे जायते पुत्रं चक्रवर्ती बृहत्तरः श्रुत्वा तस्यस्तु वचनं पतिव्रतपरायण ये प्रवर्जन्तक निरपति स्वयंवर बभ्राजदीक्षितम् तदा प्रोवाच संमृष्टा पद्मिनी पद्मलोचना स्नात्वा मौलिं रुचे शुभ्रो मासद्वादशं मतेः 33 भवति मासपूर्णशुभानने
तन्मध्ये द्वादशयुग्मं पद्मिनी परमं तथा उपोध्ये तत्पत्कर्तव्यं विधिनां जागरै समं शीघ्रं प्रसन्न भगवान् भविष्यति सुतपर्द इत्युक्त्वा कथयेत् सर्वं मया पूर्वोदितं नृप विधिवर्तस्य विधिवत् प्रसन्ना कर्दमाङ्गजः श्रुत्वा वर्तविधिः सर्वे यथोक्तमनसूययः चार्वर्गे कृत तत्सर्वं पुत्रप्राप्तिमभीप्सते एकादश्यं निराहार सदा चाता च निर्मलः जागरेण युवा रात्रौ गीतनृत्ये समन्वितः पुणे वर्तते शीघ्रं प्रसन्नं केशवं स्वयं बभाषे गरुडारूढो वरं वरयशो भने श्रुत्वा वाक्यं जगद्धातु स्तुत्वा प्रीत्या शुचिस्मिता या चेद्धवरं देहि मम भर्तृ बृहत्तरम् पद्मिन्यास्तद्वचं श्रुत्वा कृष्णप्रीतिप्रियं वदः तस्तोयाहं तोषितो भद्रे पर्त्युवाच जनार्दनः मलिन्दुचक्षमाशोषौ नान्यो मे प्रीतिदायिका मध्येकादशी रम्या मम प्रीतिविवर्धिनी सा त्वयोपोषिता शुभ्रो यथोक्ता विधिना मुता तेन त्वया प्रसन्नोऽहं कृतोऽस्मि शुभगाननेः तव भर्तुप्रदास्यामि वरं यन्मनसेप्सितं सन्तोषितोऽहं प्रियया सह तव सिद्धिचिकीर्षयः श्रुत्वा तद्वचनं विष्णु प्रसन्नो निरपशात्तमः बब्रे सुतं महाबाहो सर्वलोकनमस्कृतं न देवमानुषर्नागैरं दैत्यदानवराक्षसै जेतुं शक्यो जगन्नाथं विना त्वं मधुसूदनः इत्युक्तो बाणमित्युक्त्वा तत्रैवान्तरधीयत निरपोऽपि सुप्रसन्नात्मा दृष्टपुष्टप्रियवरदः समायत् स्वपुरं रम्या नरनारी मनोरमं सपद्मन्यस्तं लेभे कार्तवीर्यमहाबलं न तेन सदृशं कश्चित् त्रिषु लोकेषु मानव तस्मात् पराजितं शक्ये रावणो दशकन्धरः न तं जेतु समर्थोऽस्ति त्रिषु लोकेषु कश्चनः विना नारायणं देवं चक्रपाणिं गदाधरं न त्वया विस्मयं कार्यो रावणस्य पराजये मलिम्लु च प्रसादेन पद्मिन्याश्चापि पोषणात् दत्तो देवादिदेवेन कार्तवीर्यो महाबलम् इत्युक्त्वा पर्यो विप्रो प्रसन्नेन तरात्मना श्रीकृष्ण उवाच एतत्ते सर्वमाख्यातं यत्पृष्टोऽहं त्वया नघ मलिम्लुचस्य मासस्य शुक्लाया सम्भवो महान् ये करिष्यन्ति मनुजास्ते यस्यन्ति हरे परं त्वमेव कुरु राजेन्द्र यदि चैहमभीप्सते केशवस्य वच श्रुत्वा धर्मराजोऽतिहर्षितः चक्रवर्तं विधानेन बन्धुभिः परिवारितः सुत उवाचः एतत्ते सर्वमाख्यातं यत्पृष्टोऽहं पुरा द्विज पुण्यं पवित्रं परमं किं भूये श्रोतुमिच्छसि एवं विधं येऽपि व्रतं मनुष्या भक्त्या करिष्यति मलिम्लुचस्य उपोषिता यस्तु सुखप्रदात्री यः शुक्लपक्षे भुवितेऽपि धन्या श्रुष्यन्ति ते यस्य तस्य विधिः समग्रं तेऽपि सभाजं मनुष्या प्रशस्ता ये वै पठिष्यन्ति कथा समग्रं ते वै गमिष्यन्ति हरिर्निवासम् इति श्री भविष्योत्तरपुराणे श्रीकृष्णार्जुन संवादे अधिक शुक्ल एकादशी कथा समाप्तम्। ओम उपनेतु मंगलम व सकल जगन मंगलालय श्रीमन दिनकर। अब आज मल मास को शुक्ल पक्ष को एकादशी को बारे में बताइन्छ। हे जनार्दन श्रीकृष्ण, मल मास को शुक्ल पक्ष में कुन नाम गरेको एकादशी हुन्छ, त्यसको नाम के हो, व्रत विधि के हो, अब तो सब बताइदिनुहोस्। तब श्रीकृष्णले भन्नुभयो मल मास भनेको भगवान कृष्ण को महीना हो। शुक्ल पक्ष को त्यसको शुक्ल पक्ष को एकादशी को नाम पद्मिनी हो, जो अत्यंत पुण्य दिने एकादशी मानिन्छ, जसले तो पद्मिनी एकादशी को व्रत यत्नपूर्वक गर्दछ। त्यस पुण्यले त्यसको भगवानको धाममा पुर्याउँदछ। भगवान कृष्णको महिनामा पर्ने पहिलो एकादशी जो छ, सो सारा पापहरूलाई नासेर ठुलो पुण्य दिने बताइएको छ। त्यस पुण्य फलको बखान गर्न त चार मुख भएका ब्रह्माजीले त सक्दैनन्, अरू मान्छेको त के कुरा। थुप्राका थुप्रा पाप नाश गर्ने अनि व्रतीलाई मुक्ति र भोक्तिको समेत फल दिने यो पद्मिनी एकादशीको अत्यन्त उत्तम व्रत सबभन्दा पहिले ब्रह्माजीले नारदलाई बताउनु भएको थियो। श्रीकृष्ण मुरारीको यस्तो वचन सुनेर अत्यन्त हर्षले गदगद भएका धर्म जान्ने युधिष्ठिरले जगन्नाथ श्रीकृष्णसित बोलेर त्यसको बारेमा त्यसको विधि बारे सोधे। राजा युधिष्ठिरको यस्तो कुरा सुनेर प्रीतिले प्रसन्न भएका भगवानले, हे राजन युधिष्ठिर, मुनिहरूले पनि पार पाइन सक्नुको व्रतको बारेमा तिमीलाई म बताउँछु, सावधान भएर सुन। अघिल्लो दिन दशमीको दिन लागेपछि नै भोलि
भोलि गर्नुपर्ने एकादशीको व्रतको नियम गर्न आरम्भ गर्नुपर्दछ। काँसको भाँडामा खानु तथा मासु, मसुरो, चना, कोदो, साग, मह, अर्काको अन्न तथा आमिष, मैथुन यी 10 चिज छोडेर दशमीकै दिनमा त्याग्नु पर्दछ। अनि त्यस दिन समुद्री नुन नहालेको केराउको दाल वा शुद्ध तरकारीका साथ हविष्यान्न अर्थात् भात आदि खानु पर्दछ। एकै छाक खाने, हविष्यान्न खाने तथा थोरै खाने, बोल्ने, भुइँमा सुत्ने र ब्रह्मचर्यमा रहने दशमीकै दिन गर्नुपर्दछ। यसरी दशमीका दिन त्यसरी बसिसकेपछि भोलिपल्ट एकादशी आएपछि बिहानै प्रसन्नतापूर्वक उठ्नु अनि मलत्याग आदि कार्य गर्नु। तर त्यस दिन दतिओन नगर्नु अर्थात् कुनै पनि चिजले दाँत नमान्नु। केवल औँलाले मात्र दाँत माझेर अथवा 12 पल्ट कुल्ला गरी शुद्ध गर्नु। बुद्धिमान जन सावधानीपूर्वक सूर्योदयको बेलामा असल स्वच्छ तीर्थमा नुहाउन लागि जाओस्। उहाँ जाँदा गोबर, माटो, तिल, कुश तथा सुकेका अमला ढड्याएर पिसेको चूर्णले अर्थात् लेदोले प्रसन्न चित्तको भएर यस्तो विधिपूर्वक स्नान गर्नु पर्दछ। यस्तो प्रकारले नुहाउँदा पहिले माटो हातमा लिएर हे मृत्तिके भन्ने मन्त्र लिएर नुहाउनु पर्दछ। पहिला माटोले नुहाउने, माटोले नुहाइसकेपछि गोबरले नुहाउने गर्नुपर्दछ। गोबर हातमा लिएर फेरि मन्त्र पढ्ने। गोबर लिएर नुहाइसकेपछि अमलाको लेदो लिएर नुहाउने। अमलाको लेदो लिएर नुहाइसकेपछि तिल, कुश, जलले नुहाउने। त्यसपछि अनि तिलकुश र जल समाति स्नान सङ्कल्प बन्नु पर्दछ। हे वरुण, आह्वान गर्ने मन्त्रहरूले वरुण देवताको आह्वान गरेर नुहाउनु पर्दछ। जुनसुकै जलाशयमा नुहाउँदा पनि गङ्गे च यमुने चैव आदि मन्त्रले गङ्गाजी तीर्थहरूलाई सम्झेर नुहाउनाले गङ्गामा नै नुहाएको फल मिल्दछ। हे राजा, त्यसपछि शरीरभर विधिपूर्वक तीर्थजल मार्जन छर्कने काम गर्नुपर्दछ। छर्कँदा मुखमा, पिठ्युमा, छातीमा, दुवै पाखुरामा, टाउकामा, तलतिरको सबै अङ्गमा छर्की नुहाइ जिउ पुछपाछ पारी तब अनि आनन्द आउने सेतो शुद्ध नफाटेको वस्त्र पहिरनु पर्दछ। त्यसपछि शुद्ध आसनमा बसेर हरिको पूजा गर्ने। ठुलो पाप पनि नासिन्छ। यसपछि पहिले सन्ध्या जप गर्नु अनि विधिपूर्वक पितृहरू र पितृदेवहरूलाई तर्पण गर्नु। हरिको पूजा गर्दा हरिको मन्दिरमा गएर कमलापति विष्णुको पूजा गर्नुपर्दछ। पूजा गर्दा सुनद्वारा बनाइएको राधासहितको हरि भगवानको अथवा पार्वतीका साथ बनेको शिवको प्रतिमाको भगवानलाई विधिपूर्वक पूजा गर्नुपर्दछ। चन्दन, अक्षता र फुलले सिँगारिएको, शुद्ध जलले भरिएको, राम्रो नयाँ शुद्ध वस्त्रले बेरिएको, तामाको अथवा माटाले बनाइएको दीप, गणेश सहितको कलश स्थापना विधिले पूजा गर्नुपर्दछ। यस्तो प्रकारले पूजा गरेर कुङ्कुम आदि, सेतो चन्दन आदिले पञ्चोपचार एवं षोडशोपचारले पूजा गर्नुपर्दछ। यसरी शक्ति अनुसार अनेक प्रकारका नैवेद्यहरू चढाउनु पर्दछ। धूप, दीप, कपुरहरूको आरती गरी अन्त्यमा निराजन गर्नुपर्दछ। यो दिनमा आफ्नो धर्म छाडेका पतित मान्छेहरूसँग बोल्नु हुँदैन। अरूको बारेमा नराम्रो कुराहरू गर्नु हुँदैन। ब्राह्मणहरू तथा गुरु मान्यजनहरूलाई निन्दा गर्नु हुँदैन। जसरी हामीले निर्जला एकादशीमा बताएका थियौँ त्यसरी नै आज पनि सकिन्छ भने पानी पनि नपिइकन व्रत गर्न सकिन्छ। मलमासको शुक्ल पक्षमा पर्ने जो एकादशी हुन्छ त्यो निर्जला हो। त्यसमा अहोरात्र पानीसम्म पनि नपिई व्रत गर्न सकिन्छ भने गर्नु राम्रो हुन्छ। पानी पनि नपिई सकिन्न भने दूध मात्र पिएर, दूध मात्र सकिँदैन भने गाना बजानका साथ जागराम रहनु पर्दछ। प्रथम प्रहरमा पूजा गर्दा नरिवल राखेर अर्घ दिनु उत्तम मानिन्छ। दोस्रो प्रहरमा बेल राखेर, तेस्रो प्रहरमा बिमिरो राखेर र चौथो प्रहरमा सुपारी राखेर अझ सके त्यसरी अर्घ दिनु पर्दछ। प्रथम प्रहरमा गरेको जागराम अग्निष्टोम यज्ञ गरेको पुण्य प्राप्त हुन्छ। दोस्रो प्रहरमा गरेको जागरामले वाजपेयको र तेस्रो प्रहरमा गरेको जागरामले हयमेध यज्ञको अथवा चतुर्थ प्रहरमा गरेकोले राजसूय यज्ञको फल दिन्छ। योभन्दा ठुलो कुनै पुण्य छैन, योभन्दा ठुलो कुनै यज्ञ छैन।
योभन्दा ठुलो कुनै विद्या छैन, योभन्दा ठुलो कुनै तपस्या छैन। जसले अधिक मासको शुक्ल पक्षको एकादशीको व्रत विधिपूर्वक गर्यो त्यसले पृथ्वीमा जति तीर्थ छन् त्यति नै, जति दर्शन गर्न योग्य स्थान छन्, जति मन्दिरहरू छन्, ती सबैमा नुहायो दर्शन गर्यो भन्ने ठानी हुन्छ। यस्ता प्रकारले सूर्य उदाउने बेलासम्म जागरण पूजा गर्नु। सूर्योदय भएपछि कल्याणकारी असल तीर्थमा गएर नुहाइ गरिनु। नुहाएपछि घरमा आएर भक्तिभावपूर्वक पुनः भगवानलाई ईश्वरलाई विसर्जन गरी अन्तिममा पूजा गर्नु र पहिले अरू एकादशीको व्रतमा बताएका विधिले असल विद्वान ब्राह्मणहरूलाई भोजन गराउनु। हिजो पूजा गर्दाको अथवा एकादशीमा पूजा गर्दाखेरिका अरू सामानहरू बताएका विधिले नै गर्नुपर्दछ। कलश आदि गरिएका सामानहरू भगवान केशवको जो पनि सरसामानहरू छन् ती सबलाई विधिपूर्वक चन्दन अक्षता फूल छर्के पूजा गरेर अनि ब्राह्मणलाई समर्पण गरिदिनु पर्दछ। यस पृथ्वी तलमा जो मनुष्य यस्ता प्रकारले एकादशीको व्रत गर्दछ त्यसको व्रत मुक्तिफल दिनेवाला भई सफल हुन्छ। हे अनग निष्पाप युधिष्ठिर, तिमीले मलाई मलमासको शुक्ल पक्षको एकादशीको व्रतको बारेमा जो सोधेका थियो त्यस व्रतको अति उत्तम विधि यो सब कुरो मैले तिमीलाई बताएँ। हे पाण्डु राजाका छोरा युधिष्ठिर, जसले यो पद्मिनी एकादशीको अति उत्तम व्रत प्रसन्नतापूर्वक गर्दछ त्यस जनले सारा व्रतहरू गर्यो भन्ने ठानी हुन्छ। मलमासको कृष्ण पक्षको एकादशीको व्रतको विधि पनि यस्तै हो। सारा पापहरूलाई सखा पार्ने यो एकादशी परमा नामले जानिन्छ। यस विषयमा अर्थात् मलमासको एकादशीको बारेमा उहिले पुलस्त्य ऋषिले नारदलाई विस्तारपूर्वक बताउनु भएको छ, निवेदन गर्नु भएको छ। मनै रमाउने तिमीलाई म बताउँछु। अघि कुनै समयमा कार्तवीर्य रावणलाई झ्यालखानामा जाकेको देखेर पुलस्त्य ऋषिले राजा कार्तवीर्यलाई बिन्ती चढाएर रावणलाई झ्यालखानाबाट छोडाएका थिए। तब त्यस्तो आश्चर्यको कुरा सुनेर जसको दर्शन पाउनु अहोभाग्य छ त्यस्ता नारद मुनिले भक्तिपूर्वक मुनिहरूमध्ये श्रेष्ठ पुलस्त्य ऋषिलाई सोद्धा भए। हे मुनि श्रेष्ठ, तो रावणले इन्द्रसहितका सारा देवताहरूलाई युद्धमा जित्यो भने त्यस्तो रणविद्याले जान्ने तो रावणलाई कार्तवीर्यले कस्ता प्रकारले कसरी जित्यो? नारदको यस्तो कुरा सुनेर नारद मुनिलाई पुलस्त्य ऋषिले भन्नुभयो, हे बाबु नारद, पहिले तिमीलाई कार्तवीर्यको उत्पत्तिको बारेमा बताउँछु, सावधान भएर सुन। उहिले त्रेतायुगमा महिष्मती नगरीमा हैहय राजाहरूको वंशमा अत्यन्त ठुलो कीर्तवीर्य नामको महिपति राजा पैदा भएको थियो। त्यस राजाका आफ्ना प्राणभन्दा प्यारा 1000 छोराहरू थिए, 1000 पत्नी अथवा रानीहरू थिए। परन्तु राजकाजमा पुरन्दर त्यस कीर्तवीर्यले ती रानीहरूबाट कुनै पनि पुत्र पाउन सकेनन्। तब देवताहरूलाई र पितृहरूलाई, सिद्धहरूलाई, ठुल्ठुला चिकित्सक, उखती गर्ने वैद्यहरूलाई पूजाआजा गर्ने भाक्कल गर्दा अनि तिनका कुराहरू लागेर नाना प्रकारका व्रत उपचार गर्दा पनि उसले छोरो प्राप्त गर्न सकेनन्। तब जसरी भोकालाई भोगका वस्तुहरू सुख दिने हुँदैनन् त्यस्तै ती राजालाई छोरो बिनाको तिनको राज्य पनि सुख आनन्द दिने भएन। तपस्या नै मनले चाहेको सिद्धि सदा प्राप्त हुन्छ भन्ने कुरो चित्तमा विचारे तब ती राजा तपस्या नै गर्ने मनमा अठोट गरे। त्यो कुरा मनमा गुनेर भार्या पट्टानी सहित भई जोगीका लुगा लगाई जटाजुट धारण गरे राम्रोसँग विचार गरे योग्य मन्त्रीलाई घरद्वार राज्य सुम्पेर तपस्या गर्नका लागि निक्लिएका राजालाई देखेर स्त्रीहरूमा उत्तम स्त्री इक्ष्वाकु कुलको जन्मिएकी राजा हरिश्चन्द्रकी छोरी पद्मिनी नाम गरेकी पतिव्रता पत्नीले तपस्या गर्न तम्सिएका आफ्ना प्रियलाई देखेर आफ्ना सारा गहना गुरिया श्रृङ्गार पटारलाई त्यागेर एउटा गेरुवा वस्त्र पहिरिन्। यस्ता प्रकारले आफ्ना पतिका साथ सरासर गन्धमादन पर्वतमा गइन्। त्यहाँ गएर ती राजाले 10,000 वर्षसम्म तपस्या गरे। उहाँ त्यस्तो प्रकारले गएर राजाले गदाधरले भगवानको ध्यान गरे। तब पनि राज्य सञ्चालनका लागि छोरो पाउन सकेनन् त हाड छाला नसा मात्र बाँकी रहेका कङ्काल कान्तलाई पतिलाई देखेर स्त्रीहरूमा उत्तमती पद्मिनीले अति नम्रतापूर्वक असाध्यै सिधी अत्यन्त सज्जन अनुसुयाले सोधिन्, हे महामान्य माता, मेरा पतिले तपस्या गर्न लागेको 10,000 वर्ष बित्यो तैपनि कष्ट नाश भएको छैन।
के कारणले हो यस्तो भएको? तसर्थ हे महामान्य, छोरो हुन वास्तविक व्रत मलाई बताइ बक्सियोस् भनिसकेपछि जुन गर्नाले मेरो भक्तिले भगवान प्रसन्न हुन्, जुन प्रसन्नताले गर्दा सबभन्दा ठुलो चक्रवर्ती हुने छोरो मेरो पैदा होस्, अर्थात् चक्रवर्ती हुने छोरो मेरो जन्मियोस्। तपस्या गर्न दीक्षित भएका जुन राजालाई हिँड्न लागेको देखेर आफू पनि पछि पछि हिँडिन्। त्यस्तै ती पद्मिनीको यस्तो वचन सुनेर पतिव्रताहरूमा शिरोमणि अनुसुया अत्यन्त हर्षित हुँदै कमलको कोपिलो जस्तो आँखा भएकी त्यस पद्मिनीलाई भनिन्, हे शुभ्रो राम्रा आँखी भई हुने हे पद्मिनी, मलमास आउने 12 महिना पहिलेदेखि विधिपूर्वक सबै एकादशीको व्रत गरे। मलमासमा मलमासभरि नुहाएर हे सुन्दरी, 30 दिनको 1 महिना पुरा हुन्छ। त्यसैभित्र पर्ने द्वादशी दुईटै एकादशीमा पद्मिनी तथा परमा दुवैमा उपवास गरेर ती एकादशीको विधिपूर्वक रात्रि जागरण साथ व्रत गर्यो भने छोरो दिने भगवान चाँडै नै प्रसन्न हुनुहुन्छ। यति भनेर निरप मैले पहिले बताएका व्रतका सबै विधिहरूलाई विधिपूर्वक बताएर ती कर्दम ऋषिका छोरी अनुसुयाले प्रसन्न भएर उसलाई बताइन्। अनि एकादशीको व्रत गर्ने व्रतविधि सुनेर अनुसुयाले जसरी भनेकी थिइन् त्यसै गरी ती सुन्दर अङ्गवाली सुन्दरीले छोरो पाउने इच्छाले ती कुरा सबै गरिन्। ऊ सधैँ एकादशीका दिन विशेष प्रकारले नुहाई धुवाई निर्मल शुद्ध पवित्र हुन्थे। सबै एकादशीमा निराहार रही रातभर नाचगानका साथ जागरण गर्ने गर्दथे। एकादशीको व्रत पूरा भएपछि त्यस व्रतको प्रसन्न भएका केवल केशव भगवान स्वयं गरुडमा आएर हे सुन्दरी, तिमी वर माग भन्नुभयो। तब जगतरक्षक भगवानको त्यस्तो कुरा सुनेर मुस्कुराउँदै प्रीतिपूर्वक भगवानको स्तुति गरे, हे प्रभु, आज मेरो पतिलाई उहाँले चाहेको जस्तो वर दिनुहोस् भनेर वर मागे। पद्मिनीको त्यस्तो वचन सुनेर प्रिय बोल्ने कृष्ण अति प्रसन्न हुँदै, हे कल्याणी, तिमीले मलाई प्रसन्न पार्यो भनी भगवान जनार्दनले भन्नुभयो, यो मलमास महिना मलाई जस्तो प्यारो छ त्यति प्यारो अर्को महिना छैन। त्यसै मलमासभित्र मेरो प्रीति बढाउने अत्यन्त सुन्दर एकादशी पर्छ। हे शुभ्र सुन्दर आँखी भुइँवाली, यो भने जस्तो विधिले तिमीले यो एकादशीको उपवास व्रत पूजा आजा गरेर उपासना गर्यो। त्यसै व्रतले हे शुभगानने तिमीले मलाई प्रसन्न गरायौ। तिमीदेखि म प्रसन्न भएको छु। तिम्रा पतिलाई जो उनका मनले चाहेको छ तो वर उनलाई म दिन्छु। यति पद्मिनीलाई भनेर विश्वको नै दुःख नाश गर्ने भगवान विष्णुले राजालाई भन्नुभयो, हे राजेन्द्र, तिम्रो मनमा जो इच्छा छ तो वर माग। तिम्रो कार्यसिद्धि चाहने वाली तिम्री प्रियाद्वारा म प्रसन्न पारिएको छु। भगवान विष्णुको त्यस्तो वचन सुनेर प्रसन्न भएका ती राजाले, हे प्रभु, सारा लोकले नमस्कार गर्ने अर्थात् विश्वमान्य ठुलो वीर छोरो पाउन्। हे जगन्नाथ, हे मधुसूदन, हे प्रभु, तपाईँलाई छोडेर यो ब्रह्माण्डैभरिका देवताहरूले, मनुष्यहरूले, नाग गन्धर्वहरूले, दैत्यहरूले पनि, दानवहरूले पनि कसैले पनि जित्न नसक्ने तो मेरो छोरोलाई जित्न नसकुन् भनी वर माग्यो। यस्तो वर मागिएका भगवान विष्णुले भन्नुभयो, यति राजालाई भनेर त्यसै ठाउँबाट अल्पिनु भयो। अनि राजा पनि वरका प्रभावले हृष्टपुष्ट र प्रसन्न चित्तको हसिलो भएर आफ्नो प्रियालाई साथै लिएर खचाखच नरनारीले फरिएको अति राम्रो आफ्नो नगरमा आएर उनले पद्मिनी रानीबाट अत्यन्त बलवान कार्तवीर्य नामको छोरो प्राप्त गरे, अर्थात् पाए। त्यतिखेर तिनै लोक 14 भुवनमा तो जस्तो बलियो मानव आदि कोही पनि थिएन। त्यसै कारण लडाईँमा 10 टाउकै रावण हार्यो। गदाधारी चक्रपाणी भगवान नारायण बाहेक तिनै लोकमा स्वर्ग मर्ते पातालमा कोही पनि त्यसलाई जित्न सक्ने समर्थ व्यक्ति छैन, अर्थात् थिएन। मलमासको कृपाले त्यसमा पर्ने पद्मिनी एकादशीको उपवास व्रतको कारणले रावणको हार्ने काममा तिमीले आश्चर्य मान्ने काम छैन, किनकि देवादिदेव अर्थात् देवताका राजाका पनि राजा विष्णुले कार्तवीर्यलाई ठुलो बल दिनुभएको थियो। यति नारदलाई भनेर ब्राह्मण पुलस्त्यजी प्रसन्न मनले अर्थात् हर्षसाथ जाँदा भए। अझै श्रीकृष्णले भन्नुभयो, हे अनग निष्पाप युधिष्ठिर, तिमीले मलाई जो सोधेका थियौ त्यो सारा कुरो अर्थात् मलमासको शुक्ल पक्षको एकादशीको व्रतको प्रभावको सम्भव हुने ठुलो शक्तिको बारेमा तिमीलाई मैले बताइसकेँ। जो मनुष्यहरू यो मलमासको एकादशीको व्रत विशेष रूपले गर्दछन् ती पछि हरिको पद प्राप्त गर्दछन्। तसर्थ हे राजेन्द्र, यदि तिमी
पनि वाञ्छित आफूले चाहेको वस्तु चाहन्छौ भने यो व्रत गर। केशव भगवानको यस्तो वचन सुनेर अत्यन्त प्रसन्न भएका धर्मराज युधिष्ठिरले पनि विधि विधानपूर्वक सारा बन्धु बान्धवका साथ व्रत गर्दा भए। अनि सुतजीले भन्नुभयो, हे शौनकादि ब्राह्मण हो, पहिले तपाईँहरूले मलाई जो सोध्नु भएको थियो त्यो सारा वृत्तान्त मैले बेली विस्तार लाइसकेँ। अब फेरि तपाईँहरू पवित्र कुन पुण्य सुन्न चाहनुहुन्छ? जो मनुष्यहरू श्रद्धा भक्तिका साथ मलमासको यस्तो प्रकारको व्रत गर्दछन्, जुन मनुष्यहरू सुख दिने यो मलमासको शुक्ल पक्षमा पर्ने एकादशीको उपवास व्रत गर्दछन्, ती त मनुष्यहरू पनि यस पृथ्वी तलमा धन्य धन्य छन्। यस्तो अनि जो मनुष्य यस मलमासको समस्त व्रतविधि सुन्दछन्, ती पनि त्यस पुण्यांशका भागी हुन्छन्। ती मनुष्य पनि प्रशंसनीय धन्यवादका पात्र हुन्छन्। जो मनुष्य समग्र कथालाई श्रद्धासहित पढ्छन्, ती मनुष्यहरू मरेपछि अवश्य नै हरिको निवास स्थानमा वैकुण्ठ धाममा जान्छन्, यिनी प्राप्त हुन्छन्। इति श्री एकादशी महात्म्य श्रीकृष्णार्जुन संवादे अधिक शुक्ल एकादशी व्रत समाप्तम्। ओम श्रीकृष्ण गोविंद हरे मुरारे नाथेति नामानि मुहुर्वदन्ति।